नमस्कार, टिस्टा टाइम्सको र्यापिड न्युजमा यहाँहरूलाई स्वागत छ। तपाईहरुको साथमा छु म आनन्द छेत्री। प्रस्तुत छ अहिलेसम्मका प्रमुख समाचारहरू। पश्चिम बंगालका विभिन्न जिल्लासहित बंगलादेशमा आज बिहान लगभग 10:08 भूकम्पको शक्तिशाली झट्का महसुस। लगभग 5.7 तीव्रता रेक्टर स्केलमा आएको भूकम्पले यता भारतमा केही नोक्सान नगरे तापनि बंगलादेशमा 3 जनाको मृत्यु हुनको साथै धेरै संख्यामा घाइते। राज्यभरिमा 13,421 जना प्राइमेरी शिक्षकको कोटा निस्के तापनि दार्जिलिङ जिटिए क्षेत्रका गोर्खाहरूलाई मात्र यसपल्ट बंगाल सरकारले वञ्चित गर्नका साथै इन्टरलोक्युटरको नियुक्तिमा समेत विरोध गरेर प्रधानमन्त्रीलाई बारम्बार चिठी लेखेकोले ममताको तृणमूल सरकार गोर्खाहरूको विरोधी सरकार हो भन्ने प्रमाण भएको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका प्रवक्ता सन्दीप लिम्बुले लगाए गम्भीर आरोप। गोर्खाल्यान्ड क्षेत्र प्रशासनको श्रम विभाग अन्तर्गत निर्माण भइरहेको डागापुर दार्जिलिङ मोड नजिकको श्रमिक आवास गृह अब लगभग पुरा हुने चरणमा पुगेको जिटिए सभाका उपसभा प्रमुख राजेश चौहानले निरीक्षण अवधि दिए जानकारी। मारवाडी युवा मञ्च खरसाङ अर्नव शाखा र सिलगढी शाखाको संयुक्त आयोजनामा खरसाङको नयाँ बजार स्थित सार्वजनिक भवनमा निःशुल्क स्वास्थ्य जाँच अनि रक्तदान शिविरको आयोजना। उक्त जाँच शिविरमा 526 जनाले निःशुल्क स्वास्थ्य जाँच गराए भने जम्मा 29 जनाले स्वेच्छाले गरे रक्तदान। बिहार चुनावमा एआइएमआइएमले 5 सिटमा विजय हासिल गरेपछि पार्टी सुप्रिमो असउद्दिन कौरेसी निस्के बिहार भ्रमणमा। शुक्रबार बागडोगरा विमानस्थलमा अवतरण गरेपछि उनले बिहार चुनावमा सीमाञ्चल क्षेत्रमा दिएको समर्थन र विजयका लागि बिहारका जनतालाई दिए धन्यवाद। दुबई एयर सोमा भारतीय वायुसेनाको तेजस फाइटर जेट दुर्घटनाग्रस्त। दुर्घटना अल मक्तुम एयरपोर्टमा जारी एयर शो अवधि भएको हो। यस दुर्घटनामा पाइलटले ज्यान गुमाएको भारतीय वायुसेनाले पुष्टि गरेको छ। दुर्घटना आज भारतीय समयअनुसार अपराह्न 3:40 भएको हो। सिलगढी नगरपालिकाद्वारा मार्ग जनावर र पाल्तु जनावरको उचित उपचारको लागि निर्माण गरिएको हृदय स्पर्श आरोग्य केन्द्रमा निःशुल्क उपचार र औषधि उपलब्ध गराउने व्यवस्था समारोहको साथ सुरु। यस केन्द्रबाट प्रत्येक शुक्रबार जनावरहरूलाई निःशुल्क चिकित्सा साथै औषधि प्रदान गरिने। खरसाङ शहरको दीर्घकालीन पानीको समस्या समाधान गर्ने उद्देश्यले खरसाङ नगरपालिकाद्वारा अमृत 2 परियोजनाका शिलान्यास भोलि शनिबार जिटिएका मुख्य कार्यपाल अनित थापाले गरिने भएकोले सबैलाई आमन्त्रित गरिएको छ। एसटिएफले टोलगेट नजिक एउटा पिकअप भ्यानबाट लगभग 57 किलो गाजासहित 2 जनालाई गर्यो पक्राउ। पक्रा परेका तस्करहरू मोहम्मद इफ्तिखार र मोहम्मद परवेज 2 जना बिहारको अररिया जिल्लाका बासिन्दा बताइएको छ। खाद्यान्नको खोजीमा निस्किएको हात्तीले फेरि खोरीबारीको बुरागञ्ज स्थित कौडीजोत क्षेत्रको बस्ती इलाकामा मचायो व्यापक ताण्डव। हात्तीको आक्रमणमा 3वटा घर आंशिक रूपमा क्षतिग्रस्त साथै 1 जना महिला घाइते। हवस् त दर्शकवृन्द, अहिलेलाई भने यति नै। हेर्दै गर्नुहोस् टिस्टा टाइम्स।